सबै माग पुरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने अनि यो सबै कुरा आफैले गर्ने। यहाँभन्दा अर्को उपाय छैन। यहाँ क्यामेरा तेर्स्याएर बस्ने होइन। यहाँ चाहिँ यो के अरे यस्तो किसिमको यो माग चाहिँ मन्त्रीलाई आउँदै मन्त्रीलाई दिँदै होइन माग चाहिँ राख्ने होइन। यो चाहिँ आफै गाउँ गाउँमा जाने हो। म मेरो चाहिँ यो जेनजी 2 भने होइन, जेनजी 2 को सबै भाइ बहिनीहरूलाई मेरो अनुरोध चाहिँ यही हो। चाहिँ मेरो पनि त माग पुरा गर्नुपर्छ तिमीहरूले। तिमीहरूको माग मात्र पुरा गर्ने होइन। कुरा बुझै खोजेन? मेरो पनि माग छ नि, छ कि छैन? मेरो माग के छ जेनजी 2 लाई र जेनजी सबैलाई भनेदेखि जेनजीको भाइ बहिनीहरू अब काठमाडौँ बस्न छोडेर आज 1 गते भयो, मङ्सिर महिना पनि लाग्यो, अनि सब गाउँ गाउँमा जाने, आफ्नो आफ्नो गाउँमा जाने, आफ्नो आफ्नो के अरे नयाँ नयाँ युवा, खास गरी युवा नेताहरूले ल्याउने।